नमस्कार गाइस, के छ तपाईहरुको खबर सन्चै हैन? आरामै होला। म चाहिँ यहाँ काममा थियो हैन गाइस। काम गर्दै गर्दै हात चेपियो, हात पनि यस्तो भएको छ हैन, काच्याक कुचुक भएको छ भनौँ। यस्तो छ हैन गाइस, हात चाहिँ यस्तो भएको छ अनि काम गर्न सक्दैन पो। यहाँ रुममै बस्ने, सुत्ने, खाने, केटाहरूलाई गाली गर्ने हैन। काम चाहिँ मेरो यही छ अहिले चाहिँ। मेरो भिडियो हेरेर चाहिँ हैन कस्तो लाग्छ साथ सपोर्ट गर्नु होला गाइस, कमेन्ट गरिदिनु होला अनि साथमा सब्स्क्राइब गरिदिनु होला अनि त्यो बेल जस्तो हुन्छ नि त घन्टी टङ्गलाई थिचिदिनु ल गाइस। म चाहिँ यहाँनिर हामी दुईजना छौँ, खोइ त क्यामेरै राम्रो आयो नि त गाइस हैन। हामी यहाँ हाम्रो कुक दाइ हो, खाजा हान्दा छ। अब मैले नि हान्न लाग्यो खाजा चाहिँ हैन। दुईजना मिलेर खाजा खाने अनि झट्ट लाएर बस्ने। हाम्रो कुक दाइले यहाँ तरकारी काटिसक्यो। खसी भनौँ न हैन, फर्सी नभनौँ। यस्तै हो, मजाले मासु भात हान्दा छ यार। ओइ नाता खाइ हौ है हजुर ए यहाँ रे गाइस हेर्नु मलाई। कहिले खाइदिउँ न भने गाइस। सो आज चाहिँ धेरै पछि भिडियो बनाएको। हामी यहाँ बसिरहेको, कुक दाइले उहाँ उता धारदेखि पानी बोकेर ल्याउँछ, काँध दुखिरहेको भन्छ। मैले पनि अलि सघाउँछ तरकारी चलाउनुमा एउटा हातले। यस्तै हो, खाइदिउँ त होइन। ल गाइस मैले नै हाने है त। राम्रो भएको रहेछ, भात भुडिया रहेछ, दामी छ, राम्रो छ है राम्रो। स्वर्ग गाइस यार, धान्नै मर्दिसी गरेको, धान्नै सिजी गरेको, धान्नै पिक्तुङ राउ भएको गाइस। कहिले के हुन्छ त्यहाँ फर्सियो भाइ यहाँ तरकारी केही छैन भन्दा चाहिँ गाइस हैन। उसले चाहिँ मैले अस्ति 3 दिन त भयो कौलीहरू सागहरू त्यत्रो लिएर आएको थिएँ हैन गाइस। बुढोले कहिले पुऱ्याउँदैन के, लम पकाउँछ, एक कराई बनाउँछ अनि त्यसपछि त मुख छाडिरहेको छ मलाई आज। ल उठेर भाग्यो अहिले त गाइजु। ल गाइज मेरो भिडियो चाहिँ यति नै हैन। कहिले रमाइलो गरेको, रमाइलो चाहिँ नभनौँ, यस्तै हो। गाइस हेरिदिनु होला भिडियो हैन, राम्रोसँग कस्तो लाग्छ भनिदिनु होला है। हाम्रो यो भोजपुरी सन्धि हो, लाजै छैन, नाइटो देखाउँदै हिँडे। ल गाइस सब्स्क्राइब गरिदिनु होला है मेरो युट्युब च्यानलमा चाहिँ हैन, ल च्याक्क गरेर।